हेलो गाइज, गुड मर्निङ। हामी चाहिँ एक हप्ताको बिदा छ, त्यही भएर हामी घुम्नको लागि निस्किँदैछौँ। मैले चाहिँ लगेज गाडीमा हालेँ अनि निस्केर हामी यहाँ तेल हाल्दैछौँ। गाडीमा तेल सकिन आँटेको थियो, त्यही भएर तेल हाल्यौँ। अनि अब यहाँबाट निस्किन्छौँ हामी। अनि अब हामी कुनबिनीमा छिर्यौँ। कुनबिनीमा हामीलाई भोक लागिरहेको थियो, केही नखाइ निस्केको बिहान, त्यही भएर हामीले खानेकुराहरू किन्यौँ। अनि घाम पनि लागेको छ, हेर्नु न, अलिअलि घाम लागेको छ कि यता चाहिँ। अनि हामी खानेकुराहरू खाँदै यहाँबाट बिस्तारै अब निस्किन्छौँ। यस्तो छ, कस्तो राम्रो भ्यूज आइरहेछ, हेर्न सक्नुहुन्छ। यस्तो छ कि अब बिहान खासै केही खाइँदैन। हेर्नु नि मेरो बुढा चाहिँ मक्ख परेर भए बुढीलाई लिएर घुम्न जानु पाएर है, मुसु हाँसिरहनु भएको छ। हेर्नु यहाँ भ्यूज कस्तो दामी छ कि गाइजहरू, खतरा भ्यू छ कि है। यस्तो राम्रो भ्यू छ नि, क्लियर देखिरहेछ है, यस्तो राम्रो आइरहेछ। हिउँ परेको थियो कि हिजो अस्तितिर चाहिँ यतातिर, हाम्रोमा चाहिँ अस्ति परेको थियो। अनि यता नि परेको रहेछ, अनि त्यही भएर त्यो जमिरहेको हेर्नु न, अझै नपग्लेको, एकदमै धेरै हिउँ। यतातिर अलिक चिसो रहेछ, अनि त्यही भएर पग्लिन बाँकी, पग्लिँदै छ, यतिको रहेछ हिउँ। बाटोमा चाहिँ पानी लगाउँछन् कि यतातिर, अनि त्यही भएर जम्दैन। हेर्नु यहाँ कस्तो राम्रो भ्यू छ, हिमाल। हेर्नु कति जम्यो क्या, सेतै भएर जम्यो कि होइन। दामी लागिरहेको थियो, तर मलाई फोटोमा यो भिडियोमा भन्दा पनि रियलमा राम्रो देखिरहेको थियो। अहिले चाहिँ हामी टनलभित्र छिर्यौँ। यो पनि अलि लामो भएर मैले छोटो कट गर्दै गर्छु क्या, किनभने मेरो मोबाइलमा धेरै चार्ज छैन, बेलुकासम्म पुऱ्याउनु पर्ने हुन्छ, त्यही भएर। हेर्नु यहाँनिर देख्न सक्नुहुन्छ गाइजहरू। अब चाहिँ म यहाँबाट निस्किन्छु है। अब सकिन आँट्यो। ल हेर्नु, हामी निस्क्यौँ फाइनल्ली। कस्तो राम्रो भ्यूज। यहाँ चाहिँ नागोयाबाट दाई भाउजूहरू, आशिष दाई, रन्जित दाई, इच्छा दिदीहरू आउँदै हुनुहुन्छ। अनि हामी बिचमा भेटेर घुम्नको लागि निस्किन्छौँ। बिचमा पर्छ कि हामी घुम्न जाने ठाउँ, देख्न सक्नुहुन्छ गाइज। यो अगाडि दाईहरू आइसक्नु भयो बिचमा। अनि हामी यहाँबाट सँगै भेटेर यहाँबाट निस्किन्छौँ। त्यो मेन घुम्न कस्तो राम्रो, हेर्नु न यहाँनिर सिन्कान्सन। अनि हामी त्यो मेन घुम्न जाने भनेको ठाउँमा चाहिँ 4:30 बजेबाट मात्र खुल्दो रहेछ आजकल। अनि त्यही भएर त्यहाँबाट निस्केर हामी चाहिँ त्यहाँ नजिकैको एउटा पार्कमा गयौँ। हेर्नु न यहाँ कस्तो राम्रो के, यो कस्तो राम्रो हाँसहरू, हेर्नु न। यहाँभित्र माछा पनि छ, राम्रो माछाहरू देख्न सक्नुहुन्छ, कलरफुल माछा के गाइज, माछा फिस। ल यहाँ हेर्न सक्नुहुन्छ, कस्तो राम्रो हाँसहरू छ क्या। यहाँ खानेकुरा दिइरहेको टन्न होइन, अनि त्यही भएर यो ओरा आइरह क्या यिनीहरू, भाग्दो रहन्छ, डराउँदो रहेनछ। हेर्नु यहाँ कस्तो राम्रो छ, कति धेरै छ क्या। लु हेर्नुहोस् यहाँनिर। अनि हामीले एउटा सेल्फी पनि लिइहाल्यौँ। यही मौकामा हामी दुईजनाले मात्र अर्को फोटो पनि खिचिहाल्यौँ। अरू पनि फोटोहरू टन्नै थियो, तर सबै हालिनँ क्या मैले। अनि मेरोमा नि यो सबै A to Z त के देखाउनु, अलिअलि मात्र देखाउनु भनेर खासै हालिनँ है। हेर्नु यहाँनिर। अनि
भोक लाग्यो फेरि अनि पार्कमा बसेर खानेकुराहरू अलिअलि खायौँ, फलफुलहरू यताउता केही होइन। अनि त्यसपछि हामी अब चिप्लेटी खेल्नलाई माथि निस्किन्छौँ है। हेर्नु कति लामो छ क्या यो चिप्लेटी खेल्ने ठाउँ चाहिँ। यहाँबाट चाहिँ छिरेर होइन यतापट्टि निस्किने ठाउँ छ कि यो। ल हेर्नु यहाँबाट छिरेर अनि यता पर यहाँ निस्केर अनि यहाँबाट चाहिँ चिप्लिने ठाउँ छ कि। राम्रो छ है। ल हेर्नु म चिप्लेको सरर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 र म चिप्लेको सरर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 
बुढा अगाडिबाट भिडियो पनि खिचिरहनु भएको छ मेरो श्रीमानज्यू देख्न सक्नुहुन्छ गाइजहरू हेर्नुहोस् त यहाँ मस्केको हेर्नुहोस् त कति मस्किनु भयो यहाँबाट निस्केर हामीले खाजा खायौँ गाइज होइन भोक लागेर खाजा खायौँ अनि त्यसपछि टक्क लाएर अब खुल्यो नि त 4:30 भयो अनि निस्क्यौँ अब हामी यहाँ आइपुग्यौँ ल हेर्नु कति लामो छ क्या यो ठाउँ चाहिँ एकदम धेरै ठुलो फराकिलो छ यो घुम्ने ठाउँ चाहिँ चिसोले गर्दा के गाइजहरू मेरो भोइस पनि फेरि यस्तो भएको छ नि बेला बेला चाहिँ त्यो धोत्रो आउँछ क्या यस्तो भइरहेको चाहिँ सक्नुहुन्छ यहाँनिर चाहिँ अनि मेरो बुढाले टक्क यहाँ टिकट काट्नुभयो सबजनाले टिकट लिएर यहाँ फेरि यता आएर दिनुपर्ने रहेछ दिएर अनि हामी भित्र छिर्यौँ हेर्न सक्नुहुन्छ कति राम्रो ठाउँ छ एउटा फोटो दिइहालेको क्या यही बेलामा ल हेर्नु हामी अनि 2जनाले यस्तो नि किन्यौँ कि टाउकामा लाउने यहाँ बेच्न राखेर रहेछ अनि हाम्रा दाइले यस्तो किनिदिनु भयो हामी अनि दिदी बहिनी लाएर फोटो नै खिच्दा कि अनि हेर्नु न यहाँ गाइजहरू अनि म चाहिँ फेरि टिकटक पनि बनाइरहेको थिएँ उटुङटुङ कस्तो खतरा खतरा टिकटकहरू आइरहेको थियो यहाँनिर होइन ल हेर्नु यहाँ कस्तो दामी भ्यू छ क्या गाइज ल हेर्नु यहाँ मेरो चाहिँ बुढोको मोबाइलबाट पनि बनाइरहेको थिएँ मेरोमा अलिकति चार्ज कम भएर हेर्नुहोस् न यहाँनिर ल हेर्नु न यहाँनिर चाहिँ खरायो टन्नै छ के अनि यो खरायोहरू यति धेरै छ यहाँनिर स्याल है मुसा सुसा सबै हो कि यहाँ कस्तो राम्रो राम्रो सिन छ अब त्यो सबै A to Z चाहिँ मैले टुक्रा टुक्रा पारेँ नि त अनि त्यही भएर सबै देखाउन मिलेन मेरोमा चार्ज पनि अलिक कम थियो अनि अहिले जाँदाखेरि नि चाहिने नि त अनि गाडीमा चार्ज गरेको त मिल्थ्यो गरिएन अब के गर्नु है ल हेर्नु यहाँनिर चाहिँ यो चक्लेट ल हेर्नु यहाँ कति राम्रो क्युटी पाइ हेर्नु यहाँ अनि यो चाहिँ माथि ल हेर्नु यहाँ हेर्नु कस्तो दामी छ के है यहाँनिर म चाहिँ बेला बेलामा ज्याकेट लाउँदै खोल्दै गइरहेको थिएँ कि चिसो हुन्छ अनि लाउँछु अनि फेरि अलि तातो हुन्छ अनि निकाल्छु होइन त्यस्तै छ यहाँनिर अब के गर्नु होइन यस्तै छ ल यहाँनिर यो चाहिँ हिरा हो कि गाइज हिरा डायमन्ड के मोती हिरा के भन्छ यही हो कि यो यहाँनिर ल हेर्नुहोस् राम्रो ठाउँ छ अनि मेरो बुढाले चाहिँ साइकल चलाएर यहाँनिर हट बनाउनुहुन्छ मेरो लागि ल हेर्नु यस्तो हुन्छ अनि कस्तो राम्रो बल्छ कि अनि यो चाहिँ माया गर्ने मान्छेले चलायो भने चाहिँ बल्छ अरे यहाँनिर बल्यो ल हेर्नु अब म नि यहाँ बुढाले चला देखेर म नि चलाउनु भनेर जाँदैछु गाइज हेर्नु म चलाउँछु हेर्नुहोस् यहाँनिर मलाई चाहिँ साइकल चलाउन नआइरहेको उल्टो घुमाइरहेको मैले हेर्नु त गाइजहरू अब म फेरि उल्टो घुमाउँछु ल हेर्नुहोस् यहाँनिर एकछिन त बलेन के अनि माया नै गर्दैनन् कि भनेर मलाई बिल्ला हाने सबले होइन तर त्यस्तो होइन नि अनि एकछिनमा फेरि बल्यो के ल हेर्नु यहाँ बलेको चाहिँ ल रहेनछ ल बलेको चाहिँ भिडियो रहेनछ ल हेर्नुहोस् यहाँनिर यस्तो कुरो गाइजहरू यस्तो राम्रो ठाउँ चाहिँ हजुरहरू पनि घुम्न आउन सक्नुहुन्छ यहाँनिर यो ठाउँको नाम चाहिँ म तल हालिदिन्छु रोज एन्ड बेरी हो कि यो ठाउँको नाम चाहिँ होइन अनि यो ठाउँमा चाहिँ कार्टुन देखाइरहेको छ ल होइन यो चाहिँ कस्तो रहेछ भने यो कार्टुनको क्यारेक्टर भएको ठाउँ रहेछ होइन यो भेरी गोस्ट पनि भन्दो रहेछ एउटा कार्टुनको चाहिँ सबै डिटेलमा किन जानु अब यो के भन्छ सबै यो डिटेल्समा चाहिँ मलाई आएन यहाँनिर अब यस्तो राम्रो ठाउँ छ ल हेर्नु यी
म चाहिँ मक्ख परेको छ। हामी दुवैजना यहाँनिर भित्रै यस्तो छ हाम्रो पारा, यस्तो छ है, देख्न सक्नुहुन्छ यहाँनिर बच्चा जस्तो हामी। हेर्नुहोस् यहाँनिर यी मेरो पारा, के छ भनेर पुरा ए टु जेड निहालिरहेको छु मैले चाहिँ यहाँनिर होइन। अनि यो चाहिँ च्याउ, जरायो सरायो, उल्लु के हो हेर्नु न यहाँ कस्तो दामी दामी थियो कि, तर एकदम छिटो छिटो गयो अनि त्यही भएर ल हेर्नु यहाँनिर यी हेर्नुहोस् यी हेर्नुहोस् दामी थियो कि, तर क्यामेरामा किन यस्तो आयो। ल हेर्नुहोस् यहाँनिर यी फक्स स्याल के गाइस, स्याल च्याउ हेर्नु यहाँ च्याउ मसरुम हेर्नुहोस् यहाँनिर दामी थियो कि। यहाँ हेर्नुहोस् न यहाँ ऱ्याबिट खरायो कति क्युट। ले हेर्नुहोस् यहाँनिर गाजर खाइरहेछ यसले। हेर्नुहोस् यहाँ चाहिँ मान्छेहरू टन्नै छन् कि, ठाउँ एकदम ठुलो हो, मान्छे टन्नाटन छन् है यहाँनिर। मैले चाहिँ यो उस्तो यो जाने बाटोको बनाइन कि, यो उहरूको मात्र बनाएँ नि त बाटो। यहाँ चाहिँ यहाँ मान्छेहरू टनाटनै छ कि, त्यो भएर ल हेर्नु यहाँनिर गाइस गाइस हेर्नुहोस् यहाँनिर गाइसहरू। हेर्नु यस्तो छ यहाँनिर चाहिँ यस्तो छ यहाँनिर चाहिँ। यहाँ हामी चाहिँ अब घरभित्र छिन आँट्यौँ। ल हेर्नु यहाँ यस्तो राम्रो छ कि, ल हेर्नु गाइज वाउ। हेर्नु यहाँ ल हेर्नु यो यस्तो दामी थियो कि, रियल जस्तै क्या, त्यो बत्तीवाला रियल जस्तो देखिन्थ्यो है, तर क्यामेरामा त्यस्तो कैद नहुँदो रहेछ, रियल जस्तै गरेर है। हेर्नु यहाँनिर लुक हेर्नुहोस् यहाँनिर गिफ्ट कस्तो राम्रो छ, देख्न सक्नुहुन्छ यहाँनिर। ल हेर्नुहोस् गार्डन गाइजहरू। हेर्नुहोस् यहाँनिर दामी छ के, दामी छ गिफ्ट। ट्रेन आयो ल हेर्न सक्नुहुन्छ यहाँनिर ट्रेन। यो ट्रेनमा घुम्न नि मिल्छ है, माथिदेखि तलसम्म छ नि त, अनि धेरै ठुलो ठाउँ भएर ट्रेन चढेर राम्रोसँग भ्युज हेर्न नि मिल्छ। ए भ्यू भने भ्युज भयो हेर्न नि मिल्छ है। हेर्नुहोस् यहाँनिर ट्रेन पनि पुरै लाइटको हो क्या, राम्रो छ है यहाँनिर यी। ल हेर्नुहोस् यहाँनिर क्युट क्युट ट्रेन, कस्तो क्लियरै आएन क्या फेरि मेरो मोबाइलमा। ल हेर्नुहोस् यहाँनिर राम्रो छ के, दामी छ के ठाउँ यी। लु हेर्नुहोस् भिड छ के मान्छेको फेरि, यहाँ चढेर हेर्न नि मिल्छ नि त, लामो ठाउँ ठुलो ठाउँ फराकिलो भएर, त्यही भएर यसरी बिस्तार ट्रेन चढ्ने अनि हेर्ने। ल हेर्नुहोस् यहाँनिर यसो चाहिँ ट्रेनको बाटो सिधा माथिबाट आउने। ल हेर्नुहोस् यहाँ फेरि यस्तो छ क्या, मान्छेहरू रमाएर नाचिरहेका छ। हेर्नुहोस् यहाँ यी के गर्नु यी यस्तो छ यी।
ल हेर्नुहोस् हजुरहरू नि अङ्गुर पनि फल्छ कि गाइस यहाँ चाहिँ। ल हेर्नु अङ्गुरी सो दामी दामी अङ्गुर क्या यी है। अङ्गुर बलिरहेछ यहाँनिर कलरफुल भइरहेछ अङ्गुर यस्तो छ है। ल हेर्नुहोस् यहाँनिर फोटोसोटो पुरा फोटोसुट भइरहेछ फेरि हाम्रो यहाँ गई यहाँनिर टिकटक यस्तो टिकटक छ कि यहाँनिर होइन। ल हेर्नुहोस् यो जनावर कति राम्रो छ के हो यो चरायो खरायो जस्तो। मलाई पुरै नाम चाहिँ आएन है कस्तो राम्रो है पुरै लाइटकै हो कि यहाँनिर है। अनि यो हटमा बसेर फोटो खिच्न नि मिल्छ यहाँनिर पैसा लिन्छ अलिअलि टक्क लाएर त्यहाँनिर फोटो खिचेर अनि। ल हेर्नुहोस् यहाँ फेरि म यता यहाँ हेर्नुहोस् मलाई म फेरि पुतली जस्तो भएर आमामामा म नाचेर यहाँनिर एकदम फेरि छुट्टै छ के मेरो पारा यहाँनिर देख्न सक्नुहुन्छ। मैले कसैलाई गनाएको छैन यहाँनिर यस्तो छ। अब के गर्नु होइन। ल हेर्नुहोस् यहीँ दामी छ क्या मान्छेहरू टन्नै हुन्छ यहाँनिर है ठुलो ठाउँ छ नि त। ल हेर्नुहोस् है यहाँ अगाडि दाइ दिदी पुरा फोटो भिडियो खिचिरहनु भएको म पछाडिबाट जिस्काइरहेको छ मेरो काम केही छैन। ल हेर्नुहोस् यताउता जे गरे त्यही गर्ने जिस्काउने यस्तो छ है यस्तो छ होइन यस्तो छ है यस्तो छ गाइजहरू यस्तै यस्तै छ है बटरफ्लाई कस्तो राम्रो छ के होइन दामी छ के। ल हेर्नुहोस् तपाईहरू पनि देख्न सक्नुहुनेछ यहाँको फ्युज मोबाइलबाट। ल हेर्नुहोस् यहाँनिर के भइरहेछ यहाँनिर हेर्नुहोस् मान्छेहरूको थुप्रो के हुँदैछ यहाँ यस्तो यस्तो छ यहाँ हेर्न सक्नुहुन्छ है। भिडियो चाहिँ कुनै भिडियो चाहिँ एउटा दुईटा रिपिट भएको कुनै चाहिँ यो म अहिले जोड्दैछु त त्यही भएर बिचबिचमा खिच्या हो नि त नि त्यही भएर यस्तो हुन सक्छ। अब केही छैन हेर्नु त्यही पनि राम्रोसँगै यहाँ श्रीमानज्यूहरू यस्तो छ है। मेरो भरिया जकेट बोकेर हिँडिरहनु भएको छ मेरो श्रीमानज्यू दाइहरू हुनुहुन्छ यस्तो सही भ्युज हेर्न सक्नुहुन्छ यहाँनिर गाइस। ल हेर्नुहोस् यहाँनिर यस्तो दामी छ कि होइन बच्चाहरू नाचिरहेछन्। अहिले के बोलेर अब के गर्ने के अब त्यही गरेर हेर्नुभयो भने चाहिँ हजुर चकित पर्नुहुन्छ क्या। ल हेर्नुहोस् यहाँनिर जोडी जोडी पुरा यहाँ घुम्न आउनेको लाइटको कलर चाहिँ लाइन थियो कि यहाँनिर धेरै थरी छ कि अनि त्यहाँबाट एकचोटिमा एउटा अर्कोचोटिमा अर्को है बल्छ कुनै कुनै ठाउँमा चाहिँ तर यो ठाउँमा चाहिँ एउटै सेम बलिरहेछ माथि माथि चाहिँ दुई तिन थरी बल्दो रहेछ कि त्यो कार्टुनको त्यो ल हेर्नुहोस् यहाँनिर होइन नाचेर यहाँनिर ल हेर्नुहोस् भेडी हेर्नुहोस् यहाँनिर भेडी हेर्नुहोस् यहाँनिर गाइस हेर्नुहोस् यहाँनिर नाचेर यस्तो छ कि भेडी हेर्नुहोस् यहाँनिर यस्तो छ। अनि यहाँ रेस्टुरेन्ट पनि छ भित्रै यहाँ बसेर चिया कफी खाँदै तल भ्युज हेर्न मिल्छ भ्यू गर्न। अनि हामीले चाहिँ यहाँनिर बसेर कफी क्याफे लाटे जस्तै टाइपको माछा लाटे हामीले खायौँ यहाँनिर। अनि यहाँबाट तल हामी टक्क लगाएर हेर्नुहोस् यहाँनिरै पानी पर्ला जस्तो भएर एकदिन बसेर अनि खायौँ अनि फेरि पानी रोक्यो जस्तो भयो अनि फेरि निस्क्यौँ। यहाँ मान्छेहरू टनाटन ल हेर्नुहोस् यहाँ यस्तो छ यो चाहिँ भेडीको गोठ के गाइस हेर्नुहोस् न यहाँनिर यो चाहिँ भेडी के भेडी
यो चाहिँ कार्टुनको पनि हो है। यहाँ चाहिँ कार्टुन के गर्छ अरे यहीँबाट बनाउने भने हो कि के भन्यो हो। यहाँनिर कार्टुनको नाम पनि छ। अनि यहाँ टन्नै छ कि सबै कार्टुनको घरहरू छ। यो चाहिँ कार्टुनको घर हो कि। अनि हामी पुरै एउटा कार्टुनकै पुरै सबै A to Z यहाँ देखाउँछ कि होइन। राम्रो छ कि। ल हेर्नुहोस् यहाँनिर सबै यो कार्टुनको हो। ल हेर्नुहोस् यो कार्टुन हजुरहरूको बच्चाहरूलाई थाहा होला सायद। यो यसको नाम पनि यहाँ छ के। ल हेर्नुहोस् यहाँनिर यस्तो सही यो ल हेर्नुहोस् यहाँनिर चाहिँ उफ्रिन मिल्छ, खेल्न मिल्छ, खेल्ने ठाउँहरू पनि टन्नै छ। ल हेर्नुहोस् यहाँ कलरफुल। हेर्नुहोस् कुखुरा गाई ए होइन रहेछ कुखुरा। यो त के हो खै यो के हो यो। ल हेर्नुहोस् यस्तो छ है। ल हेर्नुहोस् अनि मलाई भोक लाग्यो अनि मैले यहाँनिर के खान थालेँ कि। हेर्नुहोस् न यहाँ कति राम्रो यहाँनिर यस्तो छ है। यति राम्रो छ है। सबै यहाँ माथि लास्टमा गएर यस्तो पनि छ कि फेरि फोटो खिच्ने पुरा यहाँनिर फेरि चुमा चाटी प्रपोज यस्तो पनि गर्ने ठाउँ हो कि। यहाँनिर ल हेर्नुहोस् यहाँनिर फेरि यहाँ हेर्नुहोस् यहाँ पुरा यहाँ लभ यहाँ रोमान्स भइरहेछ यहाँनिर। अब के गर्ने यस्तो छ है यहाँ यस्तो छ है। अब हजुरहरूलाई के भन्नु है यस्तो छ। हेर्न सक्नुहुन्छ आफै प्रत्यक्ष देख्न सक्नुहुन्छ तपाईँहरूले हामीलाई यहाँनिर हामी के गरिरहेछौँ भनेर। ल हेर्नुहोस् यहाँनिर कुखुराले यहाँनिर पुरा माइकिङ गरिरहेछ। यहाँ भेडीसँग म छु यहाँनिर यस्तो छ। यहाँ फेरि सुत्तै छ कि। अनि यहाँ यस्तो छ अनि यस्तो छ कि कुखुराको घर यहाँनिर अनि यस्तो छ है यस्तो छ। ल हेर्नुहोस् यहाँ सुँगुर च्वाचे जिउहरू टन्नै हुनुहुन्छ यहाँनिर। पुरा एउटा कार्टुनको नै छ कि यहाँनिर होइन। ल हेर्नुहोस् यहाँनिर यस्तो छ यहाँनिर ल हेर्नुहोस् यहाँ जोडी देख्न सक्नुहुन्छ यहाँनिर गाइजहरू। ल हेर्नुहोस् यहाँनिर यति राम्रो ठाउँहरू छ हजुर देख्न सक्नुहुन्छ यहाँनिर। म कति खुसी भइरहेको छु। हेर्नुहोस् यहीँ स्याल फेट्रै नि। ल हेर्नुहोस् यहाँनिर लभ पुरा बटरफ्लाई हेर्नुहोस् यहाँ म मेरो फोटो पनि हालेको कि मैले अलिअलि यहाँ हेर्नुहोस् फोटो नि खिच्दै मलाई 1-2टा। म खासै त्यस्तो फोटो खिच्ने मान्छे त होइन त्यही पनि म खिचेको 1-2टा। हामी चाहिँ यो फोटो भिडियो धेरै भन्दा नि भ्यू हेर्ने पनि पर्छ त्यही पनि मलाई चाहिँ एकदम राम्रो लाग्यो। अनि अलिअलि खिचेकै बिचको अनि मैले यो भ्यू अनि हालेको हजुरलाई सेयर गरेको हजुर पनि जान सक्नुहुन्छ भनेर यहाँनिर यो ठाउँमा होइन। यस्तो छ ल हेर्नुहोस् म नाचेर रमाइलो छ पुरै। म पुरा बत्ती बालिरहेको छु टाउकोमा जुन किरी जसरी यस्तो छ नि त यहाँनिर यस्तो छ। म पुरा निहालिरहेको छु र पर तल माथि सब हेरिरहेको छु कहाँ के छ भनेर। म त पुरा अनुसन्धान गरिरहेको छु। यहाँ उल्लु हेर्नु यहाँ कति क्युट छ। यस्तो जनावरहरू त टन्नै। ल गाइजहरू यसपछि चाहिँ हामी यहाँबाट निस्किएर आएर गफसफ गर्दै थियौँ। हेर्नु न यहाँ सरप्राइज हेर्नु न यहाँ 12 बजे राति सरप्राइज। हामीलाई केही थाहा छैन यस्तो सरप्राइज भइरहेछ। फेरि यहाँनिर मेरो बुढाको चाहिँ भोलि बर्थडे। अब भोलि के भन्नु आजै 12 बजेबाट बर्थडे। यहाँनिर यस्तो छ यस्तो छ है। यहाँनिर पुरा सरप्राइज गरेर म टुवा परिरहेको छु। म अचम्मित भइरहेको छु। यस्तो छ सरप्राइज पुरा होइन। राति यसो रमाइलो छ यहाँ फेरि। हेर्नुहोस् यहाँ मेरो बुढा मक्ख परेर आमा केही छैन। ल हेर्नुहोस् यहाँ हेर मस्केर केही छैन। कति चाहिँ खुसी भएको यस्तो हुनुहुन्छ यहाँ। ल हेर्नुहोस् यहाँनिर यस्तो छ कि फेरि